द्वापर युगमा श्री कृष्णको 16,107 पत्नीहरू थियो। यो देखेर महादेवले एक दिन श्री कृष्ण सामु गएर हजुरको यति धेरै पत्नीहरू छ, मलाई पनि एउटा दिनुस् न भनेर भन्नुभयो। यो सुनेर भगवान कृष्ण मुस्कुराएर जुन पत्नीसँग म बसेको हुँदिन त्यही लिएर जानुहोस् भनेर भन्नुभयो। त्यसपश्चात भगवान शिव सबै पत्नी भएको ठाउँमा जानुभयो, तर विडम्बना हरेक पत्नीसँग भगवान श्री कृष्ण बसिराख्नु भएको थियो। यो देखेर महादेव लजाएर कैलाश पर्वत फर्किनुभयो र माता पार्वतीलाई सबै कहानी सुनाउनुभयो। यस्तो आफ्नो पतिले अरू कन्या लिन खोजेको देखेर पार्वतीले पनि महादेवको परीक्षा लिने सोच बनाउनुभयो र 64 योगिनीको रूप धारण गरी महादेवलाई तर्साउनुभयो। यस्तो डरलाग्दो 64 योगिनी देखेर महादेव डराएर भाग्न थाल्नुभयो। वर्षौं भागे पनि 64 योगिनीले लखेट्न नछोडेपछि महादेव उत्तर प्रयागको त्रिवेणी धाम, हाल पनौतीको त्रिवेणी घाटमा आएर लुक्नुभयो। त्यसपश्चात महादेव धेरै वर्ष पनौती त्रिवेणी धाममा लुकेर बस्नुहुन्छ। एक दिन भगवान विष्णुले महादेवको कानमा आएर प्रभु तपाईं उनमन्त भैरवको रूप लिएर किन निस्कनुहुन्न, तपाईं बिना संसार चल्दैन भनेसी महादेवले पनि हो त नि भनेर डरलाग्दो उनमन्त भैरवको रूप लिएर निस्किनुहुन्छ। यस्तो डरलाग्दो भैरवको रूप देखेर 64 योगिनी डराउँछ र आदि शक्ति ब्रह्मायणी भएर त्यही बस्नुहुन्छ भने आदि शक्ति भद्रकाली भएर भाग्न थाल्छ। त्यस्तै महादेवले पनि भद्रकाली कतै भाग्न नसकोस् भनेर ठाउँ ठाउँमा आफ्नो रूप प्रकट गर्नुहुन्छ। त्रिवेणी घाटबाट रौशीको किनारै किनार भद्रकाली भाग्दै गर्दा छोराखुत्ते पाटीमा आफ्नो रूप प्रकट गर्दछ, जसले गर्दा भद्रकाली माथि भाग्न पाउँदैन र दाहिनेतर्फ लाग्छ। त्यसपछि हालको लामपातीमा आफ्नो रूप प्रकट गर्दछ, जसले गर्दा भद्रकाली हालको बसपार्कतिर भाग्न पाउँदैन र पुनः फर्केर ल्याकु दवलीतर्फ आउँछ। भैरवले निरन्तर लखेटिरहेको हुन्छ। त्यसपश्चात अन्त्यमा भद्रकाली हालको दवलीबाट पुनः तलतिर भाग्न खोज्दा महादेवले आफ्नो रूप प्रकट गर्दछ। अन्त्यमा भद्रकालीले आफ्नो दाहिने खुट्टाले महादेवलाई कुल्चेर बस्छ। त्यसपश्चात लखेटेर आइरहेको भैरवले भद्रकालीसँग 3 पटक यौन सम्पर्क गर्छ। यसको अर्को किम्वदन्ती अनुसार भद्रकालीले महादेवलाई लखेटेको र भद्रकालीलाई भैरवले लखेटेको पनि भनिन्छ। भैरव र भद्रकालीले 3 पटक यौन सम्पर्क गरिसकेपछि माता भद्रकालीले भैरवसँग प्रभु तपाईको डरलाग्दो उन्मन्त रूप देखे अब आफ्नो स्वरूपमा आएर पनि मसँग यौन सम्पर्क गर्नुहोला भनेर अनुरोध गर्छ। त्यसपश्चात नजिकै बसेर यो सबै हेरिरहेको बुढो महादेव खुसीले उफ्रिन थाल्छ र भद्रकालीसँग अगाडिबाट 4 पटकसम्म सहवास गरेर आफ्नो स्थानमा लग्छ। त्यसपश्चात भैरव पनि आफ्नो स्थानमा लाग्छ, तर भद्रकालीले भैरवलाई पुर्याउन आधा बाटोसम्म सँगै जान्छ। त्यसपश्चात भैरवले भद्रकालीलाई केही मायाको चिनो स्वरूप एउटा फोटो उपहार दिन्छ र भैरवको आफ्नो स्थानमा जान्छ। त्यसपछि माता भद्रकाली पनि गुप्तवासमा जानुहुन्छ। यो सबै ज्यापुनी अर्थात् जेठ पूर्णिमाको दिनमा भएको हुनाले हरेक वर्ष ज्येष्ठ पूर्णिमाको दिन पनौतीमा जात्रा हुने गर्दछ।